नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ होला। म नि आरामै छु। के छ नयाँ नौलो खबर? अनि धेरै गर्मी रहेको छ। त्यही खासै काम छैन। त्यस कारणले मैले हजुर सामु हाम्रो घरमा रहेको फलफुलहरू देखाउन गइरहेको छु। लसुन फुल रहेको छ। यो हाम्रो घरको लसुन फुल रहेको छ। कस्तो दामी हो। यो फुल पनि आएको छ। हाम्रो घर रहेको छ। घरमा त्यो चौकडी पात फेरिरहेको छ। घरमा रहेको छ फुल, गाँधी फुल। हाम्रो घर खासै छैन, त्यस कारणले म फलहरू देखाउन गइरहेको छु। ल हेर्नुहोस् है गाई छोरी। फल त केरा देखाउन गइरहेको छु। केरा दुईटा घारी छ कि 5-6वटा घारी त फसाएको छ। यहाँ 2टा घारी छ। यो मोरखाट सिम हो। यो सबैभन्दा धेरै हाम्रोमा केरा रहेको छ। 3वटा। एउटा अलि पछाडि पल्टी यसले ढाक्दो रहेछ क्या। अनि यो 3टा, योसित 4वटा पसाएको है। 5वटा, अर्कोसँग 6वटा। यहाँ रहेको छ। योसँग 7वटा गएर पछि रहेको छ कागती फुलिरहेको छ। देख्न सक्नुहुन्छ सुन्तला त छ। 9-10वटा रुख छ सुन्तलाको। त्यो चाहिँ हाम्रो घर मुन्टिरको 2टा। यहाँ रहेको छ हाम्रो घर। घरे दौरान घर यहाँ 2वटा, 3वटा फल पर्छ। तल पनि छ मस्तै। रहेको छ पलङ। खासै फुलेको छैन। अमिलोको रुख, अमिलो पनि छ। फुलहरू छ। स्ट्रबेरी हेर्न सक्नुहुन्छ। फुलिरहेको छ एउटा। यहाँ देख्न सक्नुहुन्छ बेलाउटी। यो सेतो बेलाउटी हो। कुरोको छ यहाँ धेरै पनि। कालो कालो फल चाहिँ यो चाहिँ रातो बेलाउटी हो। उताको सेतो, यताको रातो। आरू हेर्नुहोस् गाइस, यत्रो भएको छ। त्यहाँ एउटा त फुलै भएको छ। कागतीको रुख यहाँ रहेको छ। नास्पातीको रुख छ ठुलो। नास्पाती फुलिरहेको छ। घरदेखि माथिपट्टि पिपल, उता चिलाउनी स्मल। हाम्रो घर यस्तो रहेको छ गाइस। यो गोठ। ल गाइस, हाम्रो घरमा रहेको
फलफुलहरू यति नै हो गाइस। नानीलाई भोक लाग्यो अरे, त्यस कारण मैले रम्बा चाउचाउ बनाइदिएछु सादा। हेर्नु है रसाली गाई र यो रम्बा चाउचाउ राखेँ, सादा हो कि उसले खाँदैन, पाक्दै गर्छ। यस्तो भइसकेछ मेरो नानीको उस चाउचाउ। राम्रो पाएको छैन हौ, बल्ल यतिको भएको छ। पाक्दैछ गाइस। हल्का नुन हालिदिन्छु र थोरै सुप हो, धेरै त हाल्दैन, थोरै सुप राख्ने स्वाद मात्र। चुलामा गाइस यस्तो भएको छ। मेरो नानी खान नपाएर अत्तिको छ। सादा चाउचाउ के गाइस, एउटा चाउचाउ बल्ल यति हुन्छ र नानी हेर्नुहोस् चाउचाउ। मेरो भिडियो हेरेर अन्तिमसम्म साथ दिनु